नमस्कार, ब्लास्ट प्राइम स्टोरीमा स्वागत छ। ब्लास्ट प्राइम स्टोरी सुरु गरौं मुख्य समाचारबाट। पूर्व मुख्यमन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा। सहकारी ठगी प्रकरणमा तुलसी सहकारी संस्थाका अध्यक्ष शर्मा दोषी ठहर। संघीय सरकारबाट प्रदेशहरूलाई 57 अर्ब 65 करोड अनुदान। बजेट अभावले इटरी उपमहानगरपालिकाको ठूलो आयोजना रोकियो। ब्लास्ट प्राइम स्टोरी अब विस्तारमा। सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडा विरुद्ध अख्तियार अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेकपा एस संसदीय दलका नेता समेत रहेका सोडा विरुद्ध 1,08,38,302 रुपियाँ बराबरको अवैध सम्पत्ति आर्जनका अभियोगमा अख्तियारले विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो। सहकारी ठगी मुद्दामा विपक्षका लागि थुनामा रहेको विराटनगरको तुलसी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहितलाई मोरङ अदालतले दोषी ठहर गरेको छ। मोरङ अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीका उपाध्यक्ष केदारनाथ शर्मा, सचिव सबिन न्यौपाने र क्षेत्रीय प्रबन्धक मनदीप खवासलाई सहकारीको बचत अपचलन दोषी ठहर गरेको हो। यसअघि उनीहरूमाथि दण्ड सजाय निर्धारण भने बिमारको इजलासले सुनवाई गर्ने मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन्। संघीय सरकारले आगामी आर्थिक वर्ष 2072 र 73 का लागि वित्तीय हस्तान्तरण मार्फत प्रदेशहरूलाई 97 अर्ब 65 करोड 4 लाख बजेट पठाएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष 2072 र 73 प्रतिवेदन अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशलाई 16 अर्ब 4 करोड 7 लाख अनुदान दिएको छ। त्यसैगरी कोशी प्रदेशलाई 14 अर्ब 50 करोड 33 लाख र सुदूरपश्चिमलाई 14 अर्ब 20 करोड 72 लाख र लुम्बिनी प्रदेशलाई 14 अर्ब 1 करोड 79 लाख बजेट छुट्याएको छ। बागमती प्रदेशले 13 अर्ब 81 करोड 93 लाख बजेट पाउँदा मधेसले 12 अर्ब 73 करोड 64 लाख र गण्डकीले 12 अर्ब 23 करोड 66 लाख बराबरको बजेट पाएको छ। संघीय सरकारबाट वित्तीय हस्तान्तरण मार्फत सबैभन्दा कम गण्डकी प्रदेशले पाएको हो। आगामी आर्थिक वर्षका लागि स्थानीय तहतर्फ 3 खर्ब 20 अर्ब 26 करोड 46 लाख बजेट छुट्याएको छ, जसमध्ये उपमहानगरले इटरीमा आकाशे पुल निर्माण, स्मार्ट पार्किङ र रात्रिकालीन बजार सञ्चालन जस्ता ठूला लगानीका महत्वपूर्ण योजनाहरू अघि सारेको थियो। चालु आर्थिक वर्ष राजनीति असमझदारीका कारण लामो समयदेखि कार्यपालिका बैठक नबस्दा इटरी उपमहानगरपालिकाका ठूलो आयोजनाहरू अल्पत्र परेका छन्। उपनगरले इटरीमा आकाशे पुल निर्माण, स्मार्ट पार्किङ र रात्रिकालीन बजार सञ्चालन जस्ता ठूला लगानीका महत्वपूर्ण योजना अघि सारेको थियो। चालु आर्थिक वर्षभित्र इटरीको मुख्य चोकमा आकाशे पुल निर्माण गरी सञ्चालनमा ल्याउने घोषणा गरेको उपनगरले काम सुरु गर्न सकेको छैन।